5 इंच यसको टेल पनि बनाउनु पर्यो होइन दिदी? हो। त्यहाँबाट हात छोडेर अनि गर्ने हो। जुन गर्छ नि यो गरिसकेपछि यसलाई ढ्याप्प उल्टा राखेर छाप्ने क्रेपमा अर्को यसैमा अनि यो छाप्ने अनि त्यसपछि पछाडिको पाता यहाँ बनाउनुपर्छ यतिको राउन्ड यहाँ बनाउनुपर्छ भन म सबै सोध्दै गर्दै गर्छु। अब यो अगाडिको एउटा पातो काटिसकेपछि यतापट्टि अर्को प्याटर्न हुन्छ यसैलाई यसरी उल्ट्याउने यो बुट्टा यहाँसम्म योसँग टक्क मिलाएर यसरी काट्ने यताबाट फर्काएर यता हुन्छ यताबाट यसरी सर्लक्क यता फर्काएर यो बाउलामा ड्राफ्ट गर्दा यो पट्याउने मिलाएर यसको पछाडिबाट हाफ इन्च तल छोडेर हाफ इन्च तल छोडेको हिसाबले ड्राफ्ट गर्ने यसरी अगाडिको पातो ड्राफ्ट गर्नलाई यस्तो गरेर टक्क यही राखेर यो यहाँबाट ठ्याक्क 1.5 इन्च गएको भागबाट माथि हाफ इन्च उठाएर त्यही अनुसार गर्ने। क्रेपमा पनि भित्री त्यसै गरी छाप्ने सबैमा यो बाहिरी भाग यो पछाडिपट्टिको पातो अनि यो बाउलाको पार्ट। अब यो कठालोको भाग पनि क्रेपसँग बराबर पारेर काट्ने। सेट बेबी दौरा सिलाउनलाई अब यो पहिला यो भित्रीको कुम भाग जोड्ने कुम सिलाउने। अब यो भेलभेटलाई पनि यस्तै गरेर सिलाउने यहाँ कुमदेखि कुमसम्म मात्र। यो कर्नरमा तुना राख्ने दुईटैपट्टिको अर्कोपट्टि पनि यहाँ तुना राख्ने यो यस्तै यो र यो यहाँदेखि यहाँसम्म मात्रै। अब यसलाई चुट्टी काट्ने कुनामा कर्नर परेको ठाउँमा दुवैपट्टि भागमा यसरी तुना राख्ने यहाँ बराबर नापेर यसरी भित्रपट्टि यतापट्टिबाट यसमा यसको यहाँ बराबरमा नापेर अब यो भित्री यो बाहिरी जोड्ने पहिला भेलभेटपट्टिको यो यहाँ बराबर पारेर यतिबाट सिलाउने छेउबाट यो भित्री जोड्नलाई। त्यसै गरी क्रेप पनि भित्री जोड्ने सुल्टो भाग एकपट्टि पारेर। अब बाउला बनाउने यस पछाडिबाट यसरी उल्टो पारेर यहाँ राखेर यहाँ बफ्याउने माथिबाट हाफ इन्चमा यहाँदेखि यहाँसम्म सिलाउने। अब
हाल्दाखेरि यो यसको बिचमा पारेर यहाँ तुना राख्ने पहिला अनि बाउला हाल्ने यतापट्टि पनि यसमा यतापट्टि पारेर तुना राख्ने यो बाहिरपट्टिकोमा उतापट्टिबाट लिएर आएर बीच बाउला र कुमको बीचमा पारेर तुना राख्ने एउटा अब अर्कोपट्टि यता तुना भएको पट्टि चाहिँ यहाँ पनि कुमपट्टिको भागमा यो बाउला नजोडिकन यो बाउलाको र कुमको बिचमा यहाँनेरि तुना राख्ने एउटा यो बाहिरीको भागमा मात्र भित्रीको भागमा मात्र उतापट्टि भेलभेटको भागमा मात्र राख्ने यतापट्टि बाहिरीको भागमा मात्र राख्ने भित्रीको भागमा मात्र टाका लगाउने यो कठालो हाल्नको लागि पहिला यहाँ यो छेउदेखि नै टाका लाउने यहाँ च्यापेर अब यता यो सत्केरे बुट्टा भएको पट्टि चाहिँ यो र कठालोको भागको बराबर बनाउने यतापट्टि बढी भए पनि यसरी यहाँ मिलाएर चेपेर सिलाउने यो अनि यो भित्री यस्तो तेर्सो पारेर यसको सिधा तुना राखेर अब यसरी सिलाउने ल अब यहाँ पनि यो तुना हाल्ने यो जति फुटाएर यहाँ यसरी तुना राख्ने अब यसमा अब टाका लाउने कठालो हुन्छ यहाँ टक्क टाका लाउने फेरि अब यसमा सन्जाब राख्ने यहाँबाट 1.5 इन्च जति कपडा काट्ने अब यसलाई अब यसरी हेरिङ गर्ने यसरी फर्काएर बाहिरपट्टिको 4वटा पातामा तुनामा फुर्का राख्ने त्यसपछि यो टाका लगाउने यो र यो टाका लगाउने यो र भित्री र बाहिरी तल कमरपट्टिको भागको यो माथिको पार्ट अघि नापेको थियो त्यो 31 छ भने 32 इन्चमा यो फिल बनाएर रेडी गर्ने अनि यो भेलभेटको भागपट्टि यो नेटको भाग यसै 1/2 इन्च बढी राखेर जोड्ने अनि क्रेपको भाग पनि यता माथि नै फर्काएर 1/2 इन्च बढी राखेर जोड्ने यो छेउबाटै राख्नु पर्यो यो राख्दाखेरि एक चापले फेरि टाका पनि छेउबाटै लगाउने यो पनि यो छेउबाटै टाका लगाउने अब यो यसरी यहाँ टाका लगाइसकेपछि यसै गरी यहाँ जोड्ने यहाँ बढी भए पनि केही पनि हुँदैन यसरी पनि यहाँ टक्क सिलाउने यसरी उतापट्टिबाट पछाडिपट्टिबाट क्रेपमै जोडेर यो त ढोका त त्यहाँबाट यसरी यो सिलाउने यहाँ